ल है साथीहरू, आजको सेयर कारोबार हेर्नु है त। आजको नेप्से होइन, ट्युसडे डिसेम्बर 9 होइन, हेर्नु है त। 3 बजे क्लोजिङ भएको 2614.07 अङ्कले नेप्सेमा प्लस 7.39 0.28%ले वृद्धि भएको छ आज है त। आज हेर्नु सर्किट 0%, कुनै पनि कम्पनीमा सर्किट लागेको छैन, नेगेटिभ सर्किट लागेको छैन। पोजिटिभ सर्किट लागेको यो 3वटा कम्पनी छ है त। यसमा पोजिटिभ लागेको सर्किट मध्येमा छ होइन, सर्किट लागेको कम्पनीहरू मध्येमा के लेखेको छ, MMKJL र सेल स्वास्तिक, यो 3वटा कम्पनी आज सर्किट हानेको हो है त। सर्किट भन्नाले 10%ले ग्रो भएको यो कम्पनीहरू, ठिक छ। त्यसपछि आज टप गेनरमा छ स्वस्तिक, सेल, MMKJL होइन। त्यसपछि SGHC छ है त। टप लुजरमा हिम स्टार छ। लुजर भनेपछि जो आज घाटा खायो, जुन कम्पनी 40 रुपियाँले घटेछ, 54 रुपियाँले घटेछ, MLBBL, KMDC होइन। टर्न ओभर यति भयो कारोबार आजको। अब आजको तपाईँहरू हेर्नुभयो भने यो एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन, सबभन्दा बढी एकुमुलेसन NGPLमा भएको छ होइन, MKJLमा भएको छ। र डिस्ट्रिब्युसन भनेपछि LSL NGPLमा भएको छ है त। डिस्ट्रिब्युसन LSLमा, यो भनेको लक्ष्मी सनराइज ब्याङ्क हो है त। आज घटेको, बेचेको छ धेरै मान्छेले, त्यही भएर डिस्ट्रिब्युसनमा। अब यसको नेप्सेको चार्ट हेर्नुभयो भने होइन, तपाईँलाई म सर्टकटमा अब यसको चार्ट देखाउँछु। यसको चार्ट होइन, यो टेक्निकल चार्ट हेर्नु है त। टेक्निकल यसको चार्ट हेर्नु, कम्पनीको कस्तो छ चार्ट। आजको चार्ट हो यो होइन। यो चार्टमा नेप्सेको सुपर ट्रेन्डबाट हेर्दाखेरि के देखाउँदो रहेछ साथीहरू। सुपर ट्रेन्डमा छौँ हामी। सुपर ट्रेन्डमा यसमा चाहिँ फ्याक्टरमा जहिले 2 लाउनुपर्छ। 2 लाएर हेर्दाखेरि सुपर ट्रेन्डमा मार्केट ठिकै छ होइन, बाइङको उता गइरहेछ, ठिक छ। अब मार्केटको सुपर ट्रेन्ड ठिकै छ, घट्दा धेरै घट्यो होइन, सेलिङ प्रेसर गर्दा अहिले बाइङमै छ, बाइङमा चलिरहेछ मार्केट। र यो बाइङमा चलेको मार्केट हो अहिले। अब यसलाई हामीले एउटा RSIमा हेर्नुपर्ने हुन्छ। RSI 70 भन्दा माथि छ भने त राम्रै छ, छैन है। 60 70 भन्दा माथि हुनु पर्यो। 50 निर छ, ठिक्ककोमा छ अहिले। भनेर योभन्दा तल आयो भने मान्छे मार्केट झर्छ। योभन्दा 50 भन्दा माथि, 60 भन्दा माथि गयो भने मार्केट बढ्छ। आजको मार्केटको स्थिति यही हो। ल है त साथीहरू, फेरि हेर्नलाई मेरो यो टिकटक, फेसबुक पेज जेबाट हेर्नुहुन्छ, युट्युब च्यानल लाइक, सब्सक्राइब अनि कमेन्ट गर्नु होला के बुझ्नु भएन। त्यसपछि म तपाईँहरूलाई अनलाइन ट्रेडिङ क्लासमा पनि जोइन गराउनेछु है त। आजलाई यति हो मार्केट। हस्, धन्यवाद।